अँ आजको यो विस्तृत अध्ययन सुरु गर्नुभन्दा अगाडि म एउटा सानो दृश्य कल्पना गर्न आग्रह गर्छु। जस्तो कि हामी बजारको एउटा एकदमै भिडभाड हुने चोकमा छौँ र एउटा नयाँ मोबाइल फोन किन्न 25,000 रुपियाँ नगद बुझायौँ। नगद नै दिउँ। हो, नगद। अनि घर आएर त्यो चम्किलो बट्टा खोल्दाखेरि भित्र मोबाइल होइन एउटा इँटाको टुक्रा निस्कन्छ। अब यस्तो अवस्थामा जो कोहीले पनि कि त सिधै प्रहरीलाई फोन गर्छ कि त त्यही पसलमा फर्केर गएर पसलेको कठालो समात्छ, होइन र? पक्कै पनि भौतिक बजारमा त हामीसँग त्यो विकल्प हुन्छ। हो, तर जब यही घटना अनलाइन शपिङमा हुन्छ नि, कुरा पुरै फेरिन्छ। अनलाइनबाट सामान अर्डर गर्यो, पैसा तिर्यो, डेलिभरी बोयले प्याकेट छोडेर जान्छ, भित्र हेर्दा इँटा निस्कन्छ। अनि उजुरी गर्न त्यो फेसबुक वा इन्स्टाग्राम पेज खोज्दा पेज नै डिलिट भइसकेको हुन्छ। ओहो, यो त धेरैको भोगाइ हो। पसले गायब, पसल गायब। त्यही त, अब प्रहरीलाई गऱ्यो कसको कठालो समात्ने भनेर उजुरी दिने। आजको हाम्रो यो विस्तृत अध्ययनमा हामी यही विषयलाई अलि गहिरिएर हेर्दैछौँ, विशेष गरी विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ र हिमालय टाइम्समा प्रकाशित नारायण भण्डारीको एउटा एकदमै सान्दर्भिक लेखलाई आधार मानेर हामी कुरा गर्नेछौँ। एकदमै राम्रो विषय। यो डिजिटल युगमा उपभोक्ताको सुरक्षा कति भ्रम र कति यथार्थ हो भन्ने कुराको आज हामी चिरफार गर्नेछौँ। हो, यो अनलाइन ठगीको परिदृश्यले नै एउटा एकदम गम्भीर प्रश्न उब्जाउँछ। मतलब भौतिक बजारमा हामी आफूलाई जति सुरक्षित महसुस गर्छौं नि, डिजिटल बजारमा हामी त्यति नै निहत्ता छौं। हिमालय टाइम्सको लेखले औल्याएको मुख्य विषय पनि ठ्याक्कै यही हो। भनेको हामी डिजिटल प्लेटफर्ममा पूर्ण रूपमा असुरक्षित छौं। एक हिसाबले त्यस्तै भन्नुपर्छ। वित्तीय सेवाहरू अनि यो मोबाइल एप्लिकेसन र ई-कमर्स मार्फत हुने ठगीमा पछिल्लो समय अकल्पनीय वृद्धि भएको छ, तर यसको पछाडि काम गर्ने जुन संयन्त्र छ नि, त्यो बुझ्नु जरुरी छ। कस्तो संयन्त्र? किन मानिसहरू यति सजिलै ठगिन्छन् त? अफलाइनबाट अनलाइनमा बजार सर्दै गर्दा नियमनको दायरा र भौगोलिक अधिकार क्षेत्र, भनौँ न जुरिस्डिक्सन भन्ने कुरा नै पुरै भत्कियो के? मेरो मतलब म यसलाई एउटा उदाहरणबाट हेर्छु ल। यो पुरै अनलाइन बजार प्रणाली मलाई एउटा जादुई डिजिटल मेला जस्तो लाग्छ। विचार गरौँ त, एउटा यस्तो विशाल मेला जहाँ पकेटमारहरू त प्रशस्तै छन् तर ती पूर्ण रूपमा अदृश्य छन्। एकदम सही एनालोजी। अनि त्यो मेलामा घुम्दाखेरि देखिने पसलहरू पनि वास्तविक होइनन् के? ती केवल होलोग्राम जस्ता हुन्। आकर्षक ब्यानरहरू देखिन्छन्, सामान सुन जस्तै चम्किलो देखिन्छ। हो, अनि जब पैसा तिरेर त्यो सामान घर लाइन्छ, प्याकेट खोल्दा भित्र माटो निस्कन्छ। त्यो माटो कसले दियो भनेर खोज्न जाँदा त्यो पसलको नामो निशान हुँदैन। तर मेरो एउटा प्रश्न छ यहाँनिर। भन्नुहोस् न। हामी यति सजिलै त्यो अदृश्य पकेटमारको शिकार किन भइरहेका छौँ? के हामीलाई अनलाइनमा ठगी हुन्छ भन्ने कुरा थाहा छैन र? म त छक्क परेकी छु यो कुराले। थाहा त छ, तर यहाँनिर प्रविधिले हाम्रो मनोविज्ञानसँग खेलिरहेको छ। अनलाइन प्लेटफर्महरूले मानिसको तार्किक क्षमतालाई भनौँ न बाइपास गर्न एउटा फियर अफ मिसिङ आउट, अर्थात् यो अफर छुट्छ कि भन्ने डरको प्रयोग गर्छन्। त्यो काउन्टडाउन घडी जस्तो? ठ्याक्कै। स्क्रिनमा एउटा काउन्टडाउन घडी टिक टिक गरिरहेको हुन्छ अनि रातो अक्षरमा अब मात्र 2वटा सामान बाँकी भनेर लेखिएको हुन्छ। यस्तो अवस्थामा हाम्रो दिमागले सामानको गुणस्तर वा विक्रेताको आधिकारिकता जाँच्नै छोड्छ। हतार हतार बाइ नाउ बटन थिच्न पुगिन्छ, होइन? हो नि, अवसर गुम्ने डरले हामी हतारिन्छौँ। यो केवल एउटा विज्ञापन होइन, यो त उपभोक्ताको निर्णय लिने क्षमतालाई नै ह्याक गर्ने एउटा मनोवैज्ञानिक पासो हो। भनेपछि हामीले आफ्नो तार्किक सोच प्रयोग गर्न नपाउँदै प्रणालीले हामीलाई निर्णय गर्न बाध्य बनाउँछ। यो त एकदमै डरलाग्दो कुरा भयो। तर यो अदृश्य विक्रेता सामु आफूलाई पूर्ण रूपमा शक्तिहीन महसुस गर्ने यो जुन अवस्था छ नि, यो पक्कै पनि नयाँ कुरा त होइन होला। हो, पक्कै पनि नयाँ होइन। जस्तो कि आज हामी फेसबुक पेज डिलिट हुँदा शक्तिहीन महसुस गर्दैछौँ, तर इतिहासमा पनि उपभोक्ताहरूले यस्तै शक्तिहीनता महसुस गरेको कुनै बिन्दु त पक्कै थियो होला नि, जसले यो उपभोक्ता अधिकार भन्ने अवधारणा नै जन्मायो। एकदम सही ठाउँमा आउनुभयो। यो शक्तिहीनताको महसुस नै वास्तवमा उपभोक्ता अधिकार आन्दोलनको जननी हो। यसको जरा खोज्दै जाने हो भने नि हामी पहिलो विश्वयुद्ध पछिको समयमा पुग्छौँ। ओहो, त्यति पुरानो?
हो त नि। युद्धको समयमा उत्पादन प्रणालीहरू केही सीमित ठूला कम्पनीहरूको हातमा केन्द्रित भए। जब युद्ध सकियो र विश्वव्यापी रूपमा आर्थिक मन्दी सुरु भयो, ती कम्पनीहरूले बजारमा पूर्ण रूपमा एकाधिकार जमाए। मतलब मोनोपोली नै चल्यो। त्यसको अर्थ जस्तो कि एउटा गाउँमा पिठो बेच्ने एउटा मात्र कम्पनी छ र त्यो पिठोमा चक्को धुलो मिसाइएको छ भने पनि आम मानिसले त्यही किन्नुपर्ने बाध्यता थियो, किनकि अर्को विकल्प नै थिएन नि त। ठ्याक्कै त्यही हो अवस्था। विकल्प पनि थिएन र प्रश्न गर्ने अधिकार पनि थिएन। किनभने त्यो बेला उपभोक्ता भन्ने कुनै कानुनी पहिचानै थिएन के। मानिसहरू केवल खरिदकर्ता थिए। खरिदकर्ता मात्र। खरिदकर्ताको काम पैसा तिर्ने र सामान लिने मात्र हो भन्ने मान्यता थियो। अनुचित व्यापारिक क्रियाकलाप र शोषण चरम सीमामा पुगेपछि र्याल्फ नाडर, फ्लोरेन्स केली, माइकल भेरेनन जस्ता अधिकारकर्मीहरूले ठूलो आन्दोलन नै सुरु गरे। अनि उनीहरूले के गरे त खासमा? उनीहरूले केवल गुनासो मात्र गरेनन्, उनीहरूले राज्यलाई नीतिगत रूपमै परिवर्तन गर्न बाध्य बनायो। भनेपछि त्यो आन्दोलनले एउटा यस्तो आधार तयार गर्यो जसले उपभोक्तालाई केवल पैसा तिर्ने मसिनबाट एउटा अधिकार सम्पन्न नागरिकमा परिणत गर्यो। एकदमै। अनि यही दबावको कारणले गर्दा नै सन् 1962 मार्च 15मा अमेरिकी राष्ट्रपति जन एफ केनेडीले सेनेटमा कस्टमर बिल अफ राइट्स पेश गरेका थिए, होइन त? हो, ठ्याक्कै त्यही दिन। र त्यही दिनको सम्झनामा प्रत्येक वर्ष मार्च 15मा विश्व उपभोक्ता अधिकार दिवस मनाउन थालियो। पछि कन्ज्युमर इन्टरनेशनल भन्ने विश्वव्यापी संस्थाले यसलाई अभियानकै रूपमा अगाडि बढायो। जानकारी प्राप्त गर्ने अधिकार, चुनावको अधिकार र सुनवाईको अधिकार हुन्। सही भन्नुभयो। तर मलाई के लाग्छ भने नि, यो अधिकारहरू सन् 1962मा जति सान्दर्भिक थिए, आजको यो डिजिटल युगमा झनै जटिल र अपरिहार्य बनेका छन्। एकदमै। यसलाई आजको सन्दर्भमा जोडेर हेरौँ न। सुरक्षताको अधिकार भनेको केवल सामान सुरक्षित हुनु मात्र होइन। आजको दिनमा हिजो एउटा हिटर किन्दा त्यो पड्किँदैन भन्ने ग्यारेन्टी सुरक्षता थियो। भौतिक सुरक्षा भनौँ न। हो, तर आज एउटा स्मार्ट टिभी किन्दा त्यो टिभीले हाम्रो घरभित्रको प्राइभेट कुराकानी रेकर्ड गरेर कसैलाई पठाइरहेको छैन भन्ने ग्यारेन्टी पनि सुरक्षता हो। ओहो, यो त मैले सोचेकी पनि थिएन। अनि जानकारीको अधिकार नि? जानकारीको अधिकार हिजो प्याकेटमा लेखेको मिति पढ्नु थियो भने आज अनलाइनमा देखिएका रिभ्यूहरू नक्कली होइनन् भन्ने कुराको जानकारी पाउनु हो। छनौट धेरै छ जस्तो लाग्छ। हेर्दा त्यस्तै लाग्छ नि। तर ती हजारौं विकल्पहरू एउटै एल्गोरिदमले नियन्त्रण गरिरहेको हुन्छ। हामीलाई त्यही सामान मात्र देखाइन्छ जुन देखाउनको लागि कम्पनीले पैसा तिरेको हुन्छ। भनेपछि हामीले छानेको होइन, उनीहरूले छान्न लगाएको हो। त्यही त। त्यसैले त्यो स्वतन्त्र छनौट नभएर निर्देशित छनौट मात्र हो। र सबैभन्दा महत्त्वपूर्ण चौथो अधिकार, सुनवाईको अधिकार। अघि नै कुरा उठ्यो नि, जब पेज नै डिलिट हुन्छ तब उपभोक्ताले आफ्नो उजुरी कहाँ लगेर सुनाउने? हो नि, कसलाई भन्ने? सुनवाईको लागि कुनै भौतिक ठेगाना नै नहुनु आजको सबैभन्दा ठूलो चुनौती हो। यो त भयो अमेरिकाबाट सुरु भएको विश्वव्यापी सिद्धान्त र विश्वव्यापी समस्याको कुरा। तर अब यसलाई हाम्रो आफ्नै माटो भनौँ न, नेपालको यथार्थसँग दाजेर हेरौँ। एकातिर यस वर्षको अन्तर्राष्ट्रिय नारा ट्रस्ट स्मार्ट प्रडक्ट, अर्थात् स्मार्ट उत्पादनमा विश्वास भन्ने छ। विश्वव्यापी नारा। तर नेपालले तय गरेको नारा अलि फरक छ। गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको अधिकार। मलाई त यी दुई नारा बीचको खाडलले नै धेरै कुरा बोल्छ जस्तो लाग्छ। एकदमै। यसले हाम्रो विकासको चरण र बजारको वास्तविकतालाई प्रष्ट पार्छ। अन्तर्राष्ट्रिय समुदायले प्रविधि, डेटा प्राइभेसी र आर्टिफिशियल इन्टेलिजेन्स जोडिएका स्मार्ट प्रोडक्टमा उपभोक्ताको विश्वास कसरी जित्ने भनेर छलफल गरिरहँदा हामी चाहिँ कहाँ छौँ त? हामी अझै पनि बजारमा पाइने दूधमा पानी मिसाइएको छ कि छैन वा चामलमा ढुङ्गा छ कि छैन भन्ने गुणस्तरीय वस्तुकै आधारभूत लडाईँ लडिरहेका छौं। हाम्रा समस्याहरू अझै पनि म्याद गुज्रिएका सामान र कालोबजारीमै अल्झिएका छन्। यो त एकदमै यथार्थ हो, तर कानून नै नभएको त पक्कै होइन नि। नेपालको संविधान 2072 को धारा 44ले उपभोक्ताको हकलाई मौलिक हककै रूपमा स्थापित गरेको छ। हो, संविधानमा त छ। संविधानमै स्पष्ट लेखिएको छ कि प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ र गुणस्तरीयहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ। यो त एकदमै बलियो कानूनी आधार हो नि, होइन र?
कागजमा हेर्दा यो असाध्यै बलियो छ। उपभोक्ता संरक्षण ऐन 2054ले पनि यी कुराहरूलाई समेटेको छ। तर समस्या कानून नहुनुमा होइन, अनि केमा हो त? त्यो कानून र आम मानिसको पहुँच बीचको जुन ठूलो खाडल छ नि, समस्या त्यहाँ हो। यो कुरालाई म मान्छु, किनभने संविधानले क्षतिपूर्ति पाउने हक त दियो, तर मलाई एउटा कुरा भन्नुस् त, के आजसम्म कुनै सामान्य मानिसले इन्स्टाग्राममा नक्कली जुत्ता किन्दा ठगिएको भरमा क्षतिपूर्ति पाएको उदाहरण छ? सायदै होला। छैन नि, किनभने त्यो न्याय पाउनको लागि गर्नुपर्ने प्रक्रिया यति झन्झटिलो छ कि एउटा 2000 को जुत्ताको लागि हजारौं रुपियाँ खर्च गरेर वकिल खोज्ने र अदालत धाउने फुर्सद कसैसँग छैन। यो अवस्था देख्दा मलाई एउटा यस्तो सिपाहीको याद आउँछ। कस्तो सिपाही? एउटा यस्तो सिपाही जसको हातमा फलामको एकदमै बलियो ढाल त भिराइएको छ, तर त्यो ढाललाई कसरी समात्ने, आक्रमण हुँदा कसरी जोगिने भनेर उसलाई कसैले तालिम नै दिएको छैन। ओहो, क्या गजबको तुलना! हाम्रो संविधान र कानून भनेको त्यही भारी ढालो जस्तो लाग्छ मलाई। आम मानिसलाई त्यो ढाल बोकाइएको त छ, तर बजारका माफिया र डिजिटल ठगहरूले आक्रमण गर्दा त्यो ढाल प्रयोग गरेर कसरी न्याय माग्ने भन्ने कुराको कुनै व्यावहारिक संयन्त्र नै छैन। कानून छ, तर पहुँच छैन। एकदमै सटीक र गहिरो तुलना हो यो। कार्यान्वयनको यो दयनीय अवस्था किन छ भनेर बुझ्न हामीले हाम्रो राज्य संयन्त्रको संरचना हेर्नुपर्छ। कस्तो संरचना? बजारमा एकाधिकार छ, प्रतिस्पर्धाको नाममा सिन्डिकेट छ। यसलाई नियन्त्रण गर्नुपर्ने अनुगमन संयन्त्रसँग न त पर्याप्त जनशक्ति छ, न आधुनिक प्रविधिको ज्ञान छ। भनेको पुरानै तरिकाले चलिरहेको छ। हो नि, बजार छिनछिनमा डिजिटल हुँदैछ, तर हाम्रा अनुगमनकर्ताहरू अझै पनि हातमा डायरी बोकेर पसल पसलमा प्राइस ट्याग हेर्न मात्र गइरहेका छन्। हिमालय टाइम्सको लेखले जोड दिएको कुरा पनि यही हो कि सरकारी निकायले मात्र अबको यो जटिल बजारलाई नियमन गर्न सक्दैन। अनि कसले गर्न सक्छ त? नागरिक सरकारी निकाय र व्यापारिक संस्थाहरूको सामूहिक प्रयास बिना यो सम्भवै छैन। त्यसो भए सरकारले केही पनि गरिरहेको छैन त भन्न मिल्दैन होला। यो समस्या समाधान गर्न केही कदमहरू त पक्कै चालिएका होलान् नि। बाटो के छ त अबको? प्रयासहरू पक्कै भएका छन्। जस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार दिवसलाई केवल एक दिनको औपचारिकतामा मात्र सीमित नराखी सप्ताहव्यापी कार्यक्रमको रूपमा आयोजना गरेको छ। एक हप्ताकै कार्यक्रम? विभागका महानिर्देशक राजन पौडेलका अनुसार अहिलेको मुख्य लक्ष्य भनेको अनुगमन र सचेतनाका कार्यक्रमहरूलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढाउनु हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री, अधिकारकर्मी र सञ्चारकर्मीहरूसहितको अन्तर्क्रियाहरू पनि भइरहेका छन्। सुन्दा त राम्रै लाग्छ। स्थानीय तहलाई अनुगमनको जिम्मा दिनु नीतिगत रूपमा पनि एकदमै सही हो, किनभने काठमाडौँको सिंहदरबारमा बसेर हुम्ला वा झापाको बजार अनुगमन गर्न सम्भव छैन। तर यहाँ मेरो एउटा प्रश्न छ। के प्रश्न? स्थानीय वडा कार्यालय वा नगरपालिकासँग बजारमा तरकारीको भाउ अनुगमन गर्ने क्षमता त होला, तर के उनीहरूसँग त्यो डिजिटल फोरेन्सिकको क्षमता छ? पक्कै छैन। कुनै नक्कली फेसबुक पेज कतै विदेशबाट वा अर्कै प्रदेशबाट सञ्चालन भइरहेको छ भने एउटा स्थानीय सरकारले त्यसलाई कसरी ट्र्याक गर्छ? के यो जिम्मेवारी मात्र पन्छाउने काम होइन र? तपाईँले यहाँनिर प्रणालीको सबैभन्दा कमजोर नसा समात्नुभयो। स्थानीय सरकारलाई अधिकार त दिएको छ, तर स्रोत साधन र प्राविधिक ज्ञान दिएको छैन। साइबर क्राइम ब्युरोसँग समन्वय गर्ने संयन्त्र स्थानीय तहमा छैन। भनेपछि अधिकार मात्र दिएर भएन। एकदमै। त्यसैले जबसम्म बजार अनुगमनलाई वर्षैभरि चल्ने प्रविधि मैत्री र पारदर्शी प्रक्रिया बनाइँदैन, तबसम्म वर्षको एक हप्ता गरिने यस्ता सप्ताहव्यापी सचेतना कार्यक्रमहरू केवल बजेट सक्ने औपचारिकतामा मात्र सीमित हुने खतरा सधैँ रहन्छ। हो नि, भाषणले मात्र त केही हुँदैन। हो, भाषण र नारा जुलुसले मात्र बजार स्वच्छ भन्दैन। यसको लागि डिजिटल ट्र्याकिङ प्रणाली र कडा जरिवानाको कानुनी व्यवस्थालाई सँगसँगै लैजानुपर्छ। आजको हाम्रो यो विस्तृत छलफलको सार निकाल्ने हो भने कुरा एकदमै स्पष्ट छ। चाहे त्यो अनलाइनबाट अर्डर गरेको एउटा सामान्य जुत्ता होस् वा अस्पतालले दिने चिकित्सा सेवा होस्, उपभोक्ताको अधिकार सुनिश्चित हुनु भनेको एउटा आर्थिक कारोबारको मात्र कुरा होइन। पक्कै होइन। यो त देशमा सुशासन र लोकतन्त्र कतिको बलियो छ भन्ने कुराको ऐना हो। जब एउटा आम नागरिकले आफूले तिरेको मूल्य अनुसारको न्याय बजारमा पाउँदैन, तब सुशासनको जग नै हल्लिन्छ। र यो डिजिटल ठगीबाट बच्ने सबैभन्दा पहिलो हतियार भनेकै ज्ञान हो।
हामी आफै सचेत नभएसम्म कुनै पनि कानूनले हामीलाई बचाउन सक्दैन। एकदम सही निष्कर्ष। यो छलफललाई बिट मार्दै गर्दा म एउटा यस्तो विरोधाभासपूर्ण अवस्थालाई अगाडि सार्न चाहन्छु जसले सायद हामी सबैलाई निकै गहिरिएर सोच्न बाध्य बनाउनेछ। अघि हामीले ट्रस्ट स्मार्ट प्रोडक्ट अर्थात् स्मार्ट उत्पादनमा विश्वास भन्ने विश्वव्यापी नाराको कुरा गर्यौं। गर्यौं नि। हाम्रो हातमा रहेका मोबाइल फोन, घरमा रहेका टेलिभिजन र हामीले चलाउने एप्लिकेसनहरू दिन प्रतिदिन असाध्यै स्मार्ट हुँदै गइरहेका छन्। एउटा क्लिकको भरमा संसारको जुनसुकै कुनाबाट सामान अर्डर गर्न सकिन्छ। हो, एकदम सजिलो भएको छ। तर अर्कोतिर नि ती स्मार्ट उत्पादन उपभोग गर्ने मानिसलाई जोगाउने राज्यको प्रणाली भने उही 100 वर्ष पुरानो सुस्त र डम छ। डम भन्नाले एकदमै कमजोर। त्यो अधिकार पाउनको लागि एउटा साधारण उपभोक्ताले आफै एक्लै लड्नुपर्ने, प्रमाण जुटाउनुपर्ने, वकिल खोज्नुपर्ने र वर्षौं अड्डा अदालत धाउनुपर्ने दयनीय स्थिति छ। यो त एकदमै विडम्बना हो। त्यसैले यदि आजको यो अत्यन्तै जटिल र द्रुत गतिमा बदलिरहेको डिजिटल बजारमा ठगिँदा न्यायको खोजी गर्ने सम्पूर्ण जिम्मेवारी र बोझ एउटा एक्लो उपभोक्ताकै काँधमा छोडिन्छ भने हामीले आफूलाई एउटा गम्भीर प्रश्न सोध्नुपर्छ। कस्तो प्रश्न? के संविधानमा लेखिएका ती मौलिक हकहरू साँच्चै सबै नागरिकले बिना भेदभाव उपभोग गर्न पाउने अधिकार हुन्, वा ती केवल प्रशस्त समय, अदालतसम्म पुग्ने पहुँच र स्रोत साधन हुनेहरूले मात्र उपभोग गर्न पाउने सुविधा मात्र हुन्? ओहो, यो त साँच्चै नै मथिङ्गल हलाउने प्रश्न हो। हाम्रा ग्याजेटहरू जतिसुकै स्मार्ट किन नहुन्, जबसम्म हामीलाई सुरक्षा दिने प्रणाली स्मार्ट हुँदैन तबसम्म हामी त्यही अदृश्य पकेटमारहरू भएको डिजिटल मेलाका निहत्था दर्शक मात्र हौं। एकदमै सही। मेला जतिसुकै भव्य होस्, सुरक्षा गार्डसँग पकेटमार चिन्ने प्रविधि र पक्रड्ने इच्छा शक्ति छैन भने त्यहाँ भित्र पस्ने हरेक व्यक्ति असुरक्षित छ। भोलि बिहान उठेर मोबाइलमा कुनै शपिङ एप खोल्दा वा बजारमा केही किन्न जाँदा यो कुरा पक्कै पनि हाम्रो दिमागमा घुमिरहनेछ। के हामी साँच्चै सुरक्षित छौं त? हामी सबैले आफैलाई सोध्नुपर्ने प्रश्न हो यो। हो, यो प्रश्नको उत्तर राज्य संयन्त्रले मात्र होइन, हामी हरेक उपभोक्ताले खोज्नुपर्ने बेला आएको छ। आजको यस विस्तृत अध्ययनमा हामी यति नै कुरा गर्छौं। बजारको यो चमक धमक पछाडिको यथार्थ र डिजिटल अर्थतन्त्रका यी अध्यारा पाटाहरूले पक्कै पनि वस्तु र सेवा खरिद गर्दा नयाँ ढङ्गले सोच्न मद्दत गर्नेछन् भन्ने मलाई लागेको छ। अर्को पटक फेरि यस्तै कुनै महत्त्वपूर्ण विषयको गहिराइमा पुग्ने नै छौं। नमस्कार।